अब यस्तो हुन्छ उमेर अनुसार शरीरको तौल अनुसार बडीको कुनै पनि क्यापासिटी फरक हुन्छ। जस्तो बच्चामा जति एमएल पिसाब जम्मा हुन सक्छ पिसाबको थैलोमा त्यो कुरा एउटा एडल्टमा अलि फरक हुन्छ भन्ने कुरा नै हो। तर जुन एजमा भए पनि उसले आफूले सक्ने भन्दा यदि बढी पिसाब जम्मा गरेर राख्छ जानी भने अब नजानिकन नै यदि त्यो बढी जम्मा भइरहेछ भने त्यो प्याथोलोजिकल भयो। त्यो भन्नाले पिसाबको थैलोले थाहा नपाएर हो भन्ने भयो, एक किसिमले त्यो प्याथोलोजिकल नै भयो। र त्यो कुनै रोगले गर्दा यदि पिसाबको थैलोको सेन्सेसन गएको छ त्यसले यदि थाहा पाइरहेको छैन भने त्यसले गर्दा अल्टिमेटली थैलो अझै बिगार्दै जाने र अल्टिमेटली माथि किडनीमा असर पारिहाल्ने त्यो चाहिँ स्वाभाविकै छ र त्यो हुन्छ नै। तर त्यसबाहेक चाहिँ जुन अरू जानी जुन गर्ने छ त्यसले निम्त्याउन सक्ने भनेको एउटा युरिनरी ट्र्याक्ट इन्फेक्सन हो, स्पेशली महिलाहरूमा, जसमा कि धेरै जसो रोकेर राख्ने बानी हुन्छ सोशल कारणहरूले गर्दाखेरि। र इभन ट्राभलिङमा कहिलेकाहीँ जो अलि बढी ट्राभल गर्ने र बढी पिसाब रोकेर बस्ने बानी हुन्छ जसलाई पब्लिक टोयलेटमा भन्छन् नि, जस्तो पब्लिक टोयलेटमा त्यो युज गर्दाखेरि इन्फेक्सन भयो भन्छन्। तर खास कारण चाहिँ त्यो पब्लिक टोयलेट युज गर्ने भन्दा पनि त्यो चाहिँ त्यो बेला पिसाब नफेरेर पिसाब रोक्दाखेरि जुन हुन्छ त्यसले बढी हानि गर्ने हुन्छ। त्यसले गर्दा नै पिसाब जति बेर त्यहाँ जम्मा भएर बस्यो त्यो चाहिँ अब क्रोनिक रूपमा भनौँ न त्यो बानीकै रूपमा हुँदाखेरि त्यहाँ चाहिँ सङ्क्रमण पलाउन सक्ने, त्यसले गर्दा इन्फेक्सन हुन सक्ने सम्भावना एउटा प्रमुख कारण हो युरिनरी ट्र्याक्ट इन्फेक्सनको, त्यो बुझ्नुपर्छ।